Hello guys, namaste. This is Gaga. Bass 1. This is Gaga. Here is Gaga. Shastra camp. Gaga को गाउँ होमस्टे. Hello guys, namaste. हामी JSRN गागा होमस्टे यासिक छाङरु होमस्टे हेर्न गइरहेको छौँ. फुलहरू पनि होमस्टेको अगाडि यस्तो राम्रो. आजा आजा चल चल. होमस्टे भित्र पसिसक्यौँ. हाम्रो अर्का भ्लगर हुनुहुन्छ मिस जोशी. हो फुलहरू हेर्नु न. Wow, dami. Aja, hello. Wow, what a nice homestay. यस्तो हुनुपर्छ होमस्टे भनेको. जितको इन्टरभ्यु लगेर खतरा बोल्दै बस्यो. खतरा बोल्दै बस्यो. कुन पर्दा पर्साको जीवन. इनुन काका. नमस्ते. आराम हुनुहुन्छ? खतरा बोल्दै यो भिडियो बनाउनु. हाम्रो होमस्टे सँगै स्याउबारी पनि सँगै रहेको थियो. ल हाम्रो होमस्टे सँगै स्याउबारी पनि स्याउहरू पनि धेरै फलिसकेको छ. यसको अवलोकन गरिरहेका छौँ. ओ दामी. यहाँ अर्को घर होमस्टे हो. शस्त्र बारीको अलि पछाडिपट्टि तिङ्करपट्टि साथै स्याउबारी पनि भएको. त्यहाँ छ स्याउबारी छ तल छ हो. स्याउबारी एकदमै ठुलो थियो. हामी स्याउबारी हेर्दै अवलोकन गर्दै तलसम्म पुग्यौँ. दामी यत्तिको चाहिँ हुनुपर्छ हौ. यत्तिको ल स्याउ खाऊ. जान्छ. वाउ दामी छ. पुरै स्याउ पुरा त्यहाँबाट जम्मा यहाँ कति रुखहरू रोप्नु भएको छ? 550. 550 जति फलेको हो. यसकोमा लिनु यसकोमा तर मेरो नाम चाहिँ जितबहादुर बोरा. जितबहादुर बोरा. हजुर हजुरको घर चाहिँ होइन? हाम्रो मेरो घर यही नै हो. अनि यो गागा होमस्टे हजुरको छ अनि स्याउबारीहरू छ होइन? अनि गागा होमस्टे तपाईँले कति सालबाट स्थापना गर्नुभयो? यो हाम्रो 51-52बाट यो होमस्टे 51-52 र आजभोलिको समयमा कसरी चलिरहेको छ? केही फरक पाउनु भएको छ? अब नेपालमा बाटोघाटो पनि छैन. इन्डिया मान्छे केले घुम्नु मात्र आउँछ त्यति नै होइन. अनि यो स्याउबारी पनि साथसाथै होमस्टेसँगै तपाईँले छ होइन? अनि यो स्याउहरू कति बोट फलाउनु भएको छ तपाईँले? सबै 550मा 550 फलिसक्यो हो? फलिसक्यो होइन? अनि यो होमस्टेसँगै यो स्याउबारी पनि छ. यो स्याउ कति जति उत्पादन गर्न सक्नुहुन्छ एउटा सिजनमा? कति हो 71-72 मतलब लगभग 40 क्विन्टल होइन? आजकल के छ भने अब कटिङ सेटिङ गर्नु पर्यो होइन, त्यसको लागि अलिक कम हुन्छ. त्यसले गर्ने 8-10 क्विन्टलसम्म हुन्छ. अनि यो 8-10 क्विन्टल तपाईँले कहाँ लगेर बेच्नुहुन्छ? इन्डिया लगेर? सबै इन्डिया जान्छ. अनि कतिको वर्षमा यो स्याउबारीबाट कतिको आम्दानी गर्नुहुन्छ तपाईँ? आम्दानी त के भन्ने अब अलिकति हुन्छ. अब लाउनु खानु चार के नगर्ने 1-1.5 लाख हुन्छ. अनि यो तपाईँले यो गागामा राम्रो होमस्टे खोल्नु भएको रहेछ होइन? अहिले गागाको होमस्टे पनि राम्रै चलिरहेछ. चर्चाको विषय पनि बनेको छ. धेरै मान्छेहरू
आउने क्रम आगमन भइरहेको छ होइन। अब यो गागा होमस्टेबाट तपाईँले आउने महानुभावहरूलाई के भन्न चाहनुहुन्छ? आउनु मान्छेलाई के भन्नु चाहनु अब आउने जाने खाने पिने, तर के छ भने हाम्रो चाहिँ अगाडि परिवार केही चिज पनि सरकारले पनि अनुदान जस्तो दिइसक्यो भने हामीले पनि के सन्तोष पनि हुन्थ्यो, किन अनुदान पाएको छैन। जसको चाहिँ खालि गर्छ त्यसले अनुदान पाएछ। त्यसको भने होम रेस्टुरेन्ट मेरो 4 छ, एउटा भने 4 छ, आफ्नो व्यक्तिगत बनाएर आफ्नै खर्च। सरकारले पनि 1 पैसा पनि हामीले दिएको छैन अनुदान। तर अन्य व्यक्तिहरूलाई होमस्टे सरकारले अनुदान दिएको हो भन्नु? अनुदान दिएको छ, तपाईँलाई दिएको छैन? हम पनि एकचोटि मात्र दियो, त्यहाँबाट दिएको छैन होइन। होमस्टेबाट तपाईँले कतिको आम्दानी गर्दै हुनुहुन्छ आजभोलि? आम्दानी त अब मान्छे आइसक्यो भने त अलि आम्दानी ठिकै हुन्छ हामीलाई, किनभने भने 2-4 हजार 4-5 हजार। तपाईँको यो यस्तो विकट ठाउँमा होमस्टे अनि स्याउबारी खोल्नुको मेन उद्देश्य चाहिँ के हो? अब मेरो त अब के गर्ने, मेन उद्देश्य नै आफ्नो थाहै काम गर्नु पर्यो, अस्थायी काम पनि। एकदमै राम्रो। व्यापार त यस्तै हो, व्यापार त आज हुन्छ भोलि हुँदैन। तर मेरो चाहिँ आफ्नो छोराछोरीको लागि, आफ्नो परिवारको लागि हामीले चाहिँ अब यो थाहै काम गरेको। म बचपनमा हिमाचल बसेको थिएँ 2 साल, हजुर, 16-17 वर्षमा। त्यहाँबाट मैले सोचेँ कि साला यस्तो त्यो ठाउँमा त्यस्तो भइसक्यो भने हाम्रो ठाउँ पनि हुनसक्छ। अगाडि मैले नै बनाएको। अनि यो स्याउ बगैँचा अनि होमस्टेबाट तपाईँको परिवारलाई धान्नलाई पुग्छ? पुग्छ। अलिकति व्यापार पनि गर्छु, किसान त अब यो बगैँचा बनाउँछ, हर बनाउँछ हामी। अनि अब यहाँ आउने आगमन गर्ने पर्यटकहरूलाई तपाईँले यहाँको होमस्टेको व्यवस्थाबारे केही बोलिदिनु न। व्यवस्था त अब अहिले आउनुभएको छ, सबैले देख्नु भएको छ हाम्रो यहाँ फेसिलिटीहरू के छ तपाईँको होमस्टेमा? टोयलेट छ, हामीले 3-3, 4-4 टोयलेट पनि छ, बस्नु ठाउँ पनि छ, कोठाहरू पनि छ। कतिजनालाई भ्याउँछ होला तपाईँको होमस्टेबाट? आयो भने 40-50 जना पनि भ्याउने ठाउँ छ। मजाले आउन सक्नुहुन्छ है? किनभने अब हजुर तल चाहिँ भने म हामी देखाइदिन्छु। अब कुन साइजको मान्छे आउँछ, कुन जाने अब होम रेस्टुरेन्टमा बस्नु चाहन्छ, त्यो आधारले जाने हामीले जाने होम रेस्टुरेन्ट। यो होमस्टे अनि स्याउ बगैँचा तपाईँको यहाँको जो लोकल उत्पादन र होमस्टे छ, जुन योलाई व्यापक रूपमा चलाउनको लागि नेपाल सरकारले के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? नेपाल सरकारले त अब के गर्ने, अब नेपाल सरकारले त थाहा त होला, तर थाहा भए तापनि हामीलाई के छ भने अहिलेसम्म अनुदान दिएको छैन। जसको चाहिँ 2-4 बोटो छ त्यसको अनुदान पाउने, जसको चाहिँ 400-500 बोट छ त्यसको त अनुदान नपाउने। हामीलाई पनि दुःखै छ, सरकारले दिए पनि ठिकै छ, नदिए पनि ठिकै छ। आफ्नो मेहनत हो, 2 दिन जिन्दगी आफूले काट्नुपर्ने हो। अनि यो नेपालको बाटो अलि जटिल छ, भौगोलिक जटिलता पनि छ। नेपालको बाटो भयो भने तपाईँलाई कतिको सहज अब नेपालको बाटो भयो भने त हामीले धेरै खुसी लाग्यो पनि छ। तर नेपालमा यस्तो छ, अब के गर्ने, बाटोघाटोको लागि केही व्यवस्था पनि केही पनि छैन। अब इन्डियाबाट नि आउँछ, सरल हेर्छ, गाडीमा आउनु सोच्छ मान्छे 3-4 घन्टामा पुग्छ भने नेपालबाट त मान्छे आउँदै